के तपाईलाई थाहा छ, धेरै मानिस असफल हुन्छन् किनभने उनीहरू प्रयास नै गर्दैनन्। समस्या बाहिर होइन, समस्या हाम्रो आफ्नै मनभित्र लुकेको हुन्छ। हामी कतै अवसरसँग होइन, आफ्नै डरसँग हारिरहेका त छैनौँ। धेरै जसो मानिसले जोखिम नलिनुको मुख्य कारण बाहिरी समस्या होइन, आफ्नै मनभित्रको डर हो। हाम्रो मस्तिष्क स्वभावतः सुरक्षालाई प्राथमिकता दिन्छ, जसले गर्दा नयाँ अवसर, परिवर्तन वा चुनौतीलाई खतरा जस्तो महसुस हुन्छ। समाजले के भन्ला भन्ने चिन्ता र कम्फर्ट जोनको मोहले मानिसलाई आफ्नो वास्तविक सम्भावना प्रयोग गर्नबाट रोक्छ। मनोवैज्ञानिक अध्ययन र प्रसिद्ध पुस्तकहरूले देखाउँछन् कि डर स्वाभाविक भावना हो, तर निर्णयको आधार बन्नु हुँदैन। ग्रोथ माइन्डसेट भएका मानिसहरूले असफलतालाई सिकाइको अवसर मान्छन् र सानो सानो कदमबाट ठुलो परिवर्तन सम्भव बनाउँछन्। इतिहासका सफल व्यक्तिहरूले पनि डर अनुभव गरेका थिए, तर उनीहरूले डर हुँदाहुँदै पनि जोखिम उठाए। दीर्घकालीन रूपमा हेर्दा जोखिम नलिनुको सबैभन्दा ठुलो मूल्य पछुतो हो। मैले प्रयास गरेको भए के हुन्थ्यो भन्ने प्रश्नले जीवनभर सताउन सक्छ। त्यसैले डरलाई रोकावट होइन, विकासको सङ्केतको रूपमा लिनुपर्छ। डर कमजोरी होइन, तर त्यसको कारण अघि नबढ्नु नै वास्तविक बाधा हो। जोखिम उठाउनु भनेको केवल सफलता पाउनु होइन, आफ्नो सम्भावनालाई मुक्त गर्नु हो। डर हटेपछि मात्र होइन, डर हुँदाहुँदै अघि बढ्दा जीवन बदलिन्छ। धेरै जसो मानिस आफैसँग डराएको कारण जोखिम उठाउँदैनन्। यो डर कुनै कमजोरी होइन, यो मानवीय स्वभाव हो। तर यो स्वभावलाई नियन्त्रण गर्न सकियो भने मात्र जीवनको वास्तविक उपलब्धि सम्भव छ। पुस्तक म्यान्स सर्च फर मिनिङका लेखक भिक्टर फ्रान्कल, जो एक मनोचिकित्सक हुन्, उनी भन्छन्, मानिसबाट सबै कुरा खोज्न सकिन्छ, तर एउटा मात्र चिज खोज्न सकिँदैन, आफ्नो मनोवृत्ति छनौट गर्ने स्वतन्त्रता। जोखिम उठाउनु वा नउठाउनु पनि अन्ततः एउटा मनोवृत्तिको छनौट हो। यदि हामीले डरलाई रोक्ने कोसिस गर्यौँ भने हामी स्थिर रहन्छौँ, तर यदि हामीले डरलाई जित्ने कोसिस गरेको खण्डमा भने हामी हरेक जोखिमबाट नयाँ ऊर्जा प्राप्त गर्छौँ। डरलाई नकार्नु आवश्यक छैन, उसलाई साथी बनाउनु आवश्यक छ। सुसन जेफर्सले भने जस्तै, डरलाई महसुस गर र त्यो काम गर जुन गर्न डर लागिरहेको छ। जोखिम उठाउनु भनेको जित्नु वा हार्नु होइन, यो भित्रको डरको कैदीबाट मुक्त हुनु हो। आफैसँग डराउने मानिसले संसारसँग लड्न सक्दैन। त्यसैले पहिला आफैसँगको डर जित्नुहोस्, बाँकी संसार आफै जितिन्छ।